आउँदो निर्वाचनमा 3 दलले गरेको राणा शासनको अन्त्यको सुरुवात भन्दै सागर ढकालले रूपन्देही 3बाट चुनाव लड्ने संकेत दिएका छन्। 2079 सालको निर्वाचनमा डडेलधुरा क्षेत्र नम्बर 1बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध चुनाव लडेर झण्डै 13,000 मत ल्याउँदै चर्चा कमाएका थिए भने अहिले पुनः रूपन्देही 3बाट चुनाव लड्ने संकेत दिएका छन्, जहाँ उनले सामाजिक सञ्जाल मार्फत करिब 90,000 मतदान रहेको रूपन्देही 3मा 62,000 मतको लक्ष्य राख्दै कांग्रेस एमाले र माओवादीलाई राणा शासनको संज्ञा दिँदै यिनको अन्त्य यहाँबाट सुरु गर्नुपर्छ भन्ने बताएका हुन्। उनले भनेका छन्, यो चुनाव जनता भर्सेस पुरानो शासन हो। जसरी चितवन 2मा रवि र काठमाडौँमा बालेनको जित जस्तै रूपन्देही 3मा सफा चैट क्लिन स्विट गर्ने बेला आएको छ। यद्यपि उनले निर्वाचन आयोगमा औपचारिक उम्मेदवारी दर्ता गरेका छैनन्, तर पनि उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट पाउने सम्भावना छ भने स्वतन्त्र उम्मेदवारीको विकल्प पनि खुला राखिएको छ। डडेलधुरा हुँदै रूपन्देही यात्रा गर्दै सागर ढकाल फेरि एकपटक पुराना दलहरूसँगको भिडन्तमा उत्रिन तयारीमा रहेको जानकारी दिएका छन्।